हरेक ग्राहकको दिमागमा, हरेक ग्राहकको मनमा यो तीनवटा कुरा चल्दै रहन्छन्। के त? पहिलो, के यो मलाई चिज चाहिन्छ। दोस्रो, म यसमाथि भरोसा गर्न सक्छु। तेस्रो, के यो राम्रो सही समय हो यो प्रोडक्ट लिनको लागि। त्यही हो, तपाईँ चाहिँ उहाँको हरेक कुरामा यस गराइदिनु भयो भने उहाँ चाहिँ पनि यस भइहाल्छ। किनकि सेल्स भनेको मात्र यस गराउने होइन, यो यस बोलाउने एउटा कला हो, तर विश्वासले गराउनु। किनकि तपाईँमाथि उहाँ विश्वास गर्नुभएको छ, त्यसको विश्वास नतोडिकन, त्यसलाई ठेस नपुर्याउनिकन, त्यसलाई राम्रो प्रोडक्ट दिनु र त्यसमा हरेक चिजमा यस गराउनु। तपाईँ यस गराउँदै हुनुहुन्थ्यो भने उहाँ चाहिँ आफै यस भइहाल्छ। त्यसले ट्रस्टले, विश्वासले कि यो माथि म विश्वास गर्न सक्छु। त्यसैले यो तीनटै कुरामा तपाईँ चाहिँ यस बोलाउनु ग्राहकसँग, उहाँ चाहिँ यस बोलिहाल्छ, तर विश्वासले बोलाउनु। यही हो सेल्स।